भन्दै सबैजनालाई बाई बाई है त यहाँ दुईटा निस्किसक्यो टेक्नोलोजी वेलकम स्काई ब्युटी सो आफ्टर लङ टाइम पछाडि चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ फेरि पनि एउटा लङ भिडियो ब्लग लिएर आइसकेको छु सो ब्लग बनाउने भन्दै एकदमै बिजी भएको कारणले चाहिँ मैले तपाईँहरूलाई चाहिँ विकली चाहिँ भिडियो ल्याउन सकिनँ सो आज चाहिँ मैले ल्याउँदैछु है सो म चाहिँ भिडियो बनाउने भन्दा अलिकति हाम्रो अब अहिले चाहिँ इन्टरभ्यू क्लासेसहरू पनि हुँदैछ इन्टरभ्यू जारी हुन्छ नि त त्यही कारणले गर्दा चाहिँ मैले भिडियोहरू गर्न पाइरहेको थिइनँ तर फेरि है मैले तपाईँहरूलाई चाहिँ भिडियोहरू आइसकेको छु सो सपोर्ट गरिदिनु होला है सो यता चाहिँ भर्खरै हाम्रो नेपालबाट आउनुभएको हाम्रो भूमिका लिम्बूले चाहिँ आज हुँदैछ भूमिका आउँदैछौ टाँसिँदैछौ फेरि केही मिस्टेक छ अलिकति केही भइरहेछन् भने मलाई सोध्ने है ल ठिक छ सिङ्गल क्लासिक भनेको के हो त सिङ्गल ल्यासेस ल यता सादा डेन्जर सबै भइरहेको छ के भन्छ मलाई सरी त तपाईँको ट्युजर दिनु त त्यो अर्को उब्रेको ट्युजर अहिले उल्लाइदिनु ल ल ट्युजर भनेको एकदमै के हो त सेन्सिटिभ कुरा हो कि यता चस्मा लगाएर गएपछि त अब त कामको बगाले आँखै तिरिमिरी भइरहेछ ल तर राम्रो भइरहेछ है चस्मा लगाएपछि त काम कस्तो गाह्रो भइरहेछ बिस्तारो हुन्छ क्या सबै फर्स्टमै हुँदैन नि त ल यता हाम्रो भइरहेछ ल्यासेस दुईजना स्टुडेन्ट जानुभएको छ इन्टरभ्यू योभन्दा अगाडि दुईजना सिफ्टिङ भएको छ यता हुँदैछ मिल्स यो भएको छैन साइडमा लाउने होइन बिचमा लाउने राम्रो रहेछ नि त यसले टक्क यस्तो गर्नुभएको के तपाईँहरू क्लाइन्टमा गरिसकेपछि तपाईँले अब अगाडि हेर्नु होइन त किन यस्तो भएको कति भइसक्यो गङ्गा मेरो लागि होइन तपाईँहरूको लागि हो यो काम जिपिङ है सो म जिपिङ ल बबाल काम गर्नु पर्यो है यहाँनिर अब अस्ति चाहिँ तपाईँले हाम्रो त्यो बेस नभएको कारणले गर्दा हाम्रो सुकाएको यो सुकाउनु पर्दैन ल निस्सा भएको माया पुग्छ ल कस्तो बनाएछ त आज आफै नहेर्नु आफै बनाउँछु भन्नुभएको छ पारा ल्याउनु भएछ है स्क्वायर सेप ल राम्रो भएको छ के छ त डिजाइन डिजाइन सिम्पल उहाँले बनाउनु म फ्रेन्च मात्रै बनाउने उहाँले बनाउनु मेरो हातमा
सो यहाँ चाहिँ हाम्रो टिफिन हुँदैछ है त ल सो यो चाहिँ हाम्रो चाहिँ होस्टेल बाहिरको नजारा हो है त भ्यू हो हेर्नुहोस् त सररररररर देखाउँछु म तपाईँलाई ल सो अब डाउन हेरौँ है त ल हेर्नुहोस् त ल हामी चाहिँ एकदम माथि बस्छौँ क्या सब ल ल एकचोटि यहाँ दुईटा निस्किसक्यो हेरी भयो नि त अनि फर्स्ट डेमा धेरै स्ट्रेस नलिने एकदम प्रेसर नदिने एकदम रिल्याक्स भएर काम गरिदियो चाहिँ हुन्छ भइरहेको छ भगवती यो खोल्यो के मामा मेरो गल्ती जस्तो कविता हालै मैले फेरि म आएको केही न केही कतिको पाराले समातिर आएको छ उल्टो समाति बेला आइपुगेको हुन्छ के केही न केही चाहिँ देखिरहेको देखिहाल्छ कि लाग्छ डर डर ल यस्तो राम्रो गरिदियो हुन्छ है यहाँनिर हाम्रो पहिला फुल काम देखाउनुहोस् त हाम्रो सङ्गीता माई गड स्क्वायर सेपमा यस्तो राम्रो गरिदिनुहुन्छ सङ्गीता यता हाम्रो को हुनुहुन्छ त देखाइदिउँ त अनुहार खै खै यता हेर त ल लास्ट काम देखाउँछु है मैले हेर्नुहोस् त उहाँले आज यस्तो गर्नुभएछ क्लासिक उहाँको ग्लु टु मच भयो उहाँको पनि अलिकति इक्वलमा भएन अब उहाँको क्लासिकमै छ अझै पनि ग्लु बढी भयो अनि यता हाम्रो उहाँकोले चाहिँ भोलुम पनि भ्याउनु भएको छ तर यता अगाडि चाहिँ ग्लु बढी भयो यता चाहिँ ढिलो भयो भने राम्रो गरेको छ तर मान्छेलाई फसाउनु भयो अरे अरूलाई गफमा भुल्याएर आफूले राम्रो काम गर्नु भयो यतिको तर ट्यालेन्ट हो आफ्नो ट्यालेन्ट हो टेक्नोलोजी यति भन्दै अब हामी चाहिँ हाम्रो आजको क्लासेस चाहिँ यहाँ एन्ड हुन्छ सो अब नेक्स्ट विक फेरि आउनेछु है भन्दै बाई बाई एभ्रिवान से बाई ल सो यही है हाम्रो चाहिँ नाइटको भ्यू ल